हामी चाहिँ अहिले अब जान लागेको छौँ महेन्द्र गुफातिर। अहिले हामी चाहिँ ठ्याक्क महेन्द्र गुफा छिर्ने ठाउँमा आइपुगेका छौँ। म अनि डाक्टर दीपक पुन। महेन्द्र गुफामा चाहिँ हाम्रो नेपाली टुरिस्टलाई 50 रुपियाँ, फोरेनरलाई चाहिँ 150 रुपियाँ रहेछ चार्ज सधैँ। महेन्द्र गुफा यहाँबाट इन्ट्रान्स रहेछ है। टिकट देखाएर हामी निस्किसकेका छौँ। यहाँ चाहिँ हामी वेलकम टु महेन्द्र केभ, वे टु केभ। टिपेक गुफा जाँदा बायाँबाट जानु होला। हाम्रो बायाँ भनेको यतापट्टि रहेछ। सो लेट्स गो। सो गाइस हामी महेन्द्र गुफाभित्र आइपुगेका छौँ डाक्टर दीपक पुनसँगै। पोखरा 16 कास्कीमा पर्दो रहेछ है। ठाउँ त एकदम रमाइलो रहेछ है, राम्रो छ ठाउँ। म फर्स्ट टाइम भएर होला यस्तो रमाइलो लागेको। डाक्टर दीपक पुनको बासै यहीँ हुनुहुन्छ। हामी अहिले महेन्द्र गुफातिर लागिसक्यौँ है। We are heading to Mहेन्द्र गुफा। बिजाना मिल्छ ए ल हुन्छ हुन्छ कहाँ लेफ्ट साइडतिर साथीसँग भित्र। सो हामी अहिले महेन्द्र गुफाभित्र छिरिसकेका छौँ गाइस। यहाँ चाहिँ महेन्द्र गुफाभित्र हामी छिरिसकेका छौँ। हेर्न सक्नुहुन्छ लट्स अफ पिपल्स आर वाकिङ। यहाँ चाहिँ एकदम सावधानीपूर्वक हिँड्नुपर्ने हुन्छ, टाउको ठोकिन्छ भनेर। यहाँ भनेको हाम्रो धर्मद्वार एक्जिट। सोधाइ कस्तो लाग्यो तपाईँलाई हाम्रो यो महेन्द्र गुफा? मलाई त फर्स्ट टाइम भएर मलाई एकदम रमाइलो, एक्साइटेड छु। तपाईँ पनि एक्साइटेड हुनुहुन्छ? यहाँ त पानीको थोपा थोपा परे जस्तो छ त अन्ध्यारोमा। हजुर पानी चुहिरहेको छ त भित्र। जे होस् लाइटनिङ त्योहरू चाहिँ राम्रो मिलाएको रहेछ है।